सुकुटी बनाउँदैछु नुन तेल बेसार हालेर राँगाको मोल्दैछु यसलाई अलि सुकाउने हामी यसलाई पछि चाउमिनमा भुटेर चाउमिन खाने यो सुकुटीलाई मैले मोलिसकेँ अब यो चाहिँ तातो घाममा यसपालि गर्नु पनि छ सुकुटीलाई यहाँ नाङ्लोमा यसरी राखेर सुकाइदिन्छु अनि दामी हुन्छ राँगाको सुकुटी सुकाउनलाई तयार भइसक्यो 12 बजेको तातो घाममा सुकाउने